हेलो साथीहरू, गुड मर्निङ। आज चाहिँ छिट्टो उठेँ कि अघि नै उठेको, लेकिन नानी सुतेको थिएन कि आज हाम्रो दिदीहरू माइत जानु हुँदैछ त, त्यही भएर फटाफट उठ्ने भनेर मेरो छोरा सुतेको हेर्नु नि। यसलाई थाहा नपाओस् भनेको, यसलाई थाहा पायो भने फेरि रुन्छ भनेर दिदीहरू जानु लागि रेडीसेडी भयो। यी बिचरा नानीलाई माया गर्दैछ। अब जान्दैछौ, बाई बाई गयो माइत दिन बसेर आज निस्क्यो। बाहिर टमटम वेट गरिरहेको छ टमटमले। अब टमटममा अब चढ्नुहुन्छ। दाइले पुरा पुसपास पार्दैछ। टमटममा उठ्नुभयो, जानुभयो। बाई बाई दिदीहरू भने दिदीलाई आएँ अनि बिहानमा घरमा आएँ। घरमा आएर यताउता कामसाम गर्छु भनेको थिएँ। नानी त उठेको पो रहेछ, फेरि योसँग एकछिन खेल्नु थालेँ। नानीसँग खेलेको त यति खुसी भएर हेर्नु न, यति बिहान पनि खेलिराख्ने अरे ऊ। खेलेर बा हाँसेर बोलेर छैन। सुता भने त सुत्नै मानेन। एकछिन फेरि उसँग खेलेँ नानीसँग मजाले, टाइम पास गरेँ नानीसँग। अनि त्यहाँबाट फेरि ठुलो छोरा उठ्नेको बाद ठुलो मान्छेहरू हेर्नुभएको, ठुलो मम्मीहरू कहाँ गयो भनेर खोज्नुको पनि छैन। रिसायो, उसको मुड अफ भयो। अब फेरि एकछिन कामसाम सकेर नास्ता खानु बस्यो। नास्ता खानु बसेको मैले आज बोरा चामलको भात बनाएको थिएँ, अनि अन्डा फ्राई, अनि छुर्पीको चटनी बनाएको साथीहरू, किनेमाको चटनी। अनि अब म खाएर देखाउँछु साथीहरू, खानु पऱ्यो कस्तो भयो। पूजापाठ गरेर लास्टमा खाइन्छ आफै त। कस्तो भयो हेर्नुहोस् होला साथीहरू। यस्तै भिडियोहरू लिएर आन्छु म। खाँदैछु, ठिकै लाग्यो। बोरा चामल अलिक ठन्डा भएछ, गरम गरम खाएको भए टेस्ट हुन्थ्यो होला। ठन्डा भएछ साथीहरू, tapi राम्रै लाग्दैछ, टेस्टै लाग्दैछ साथीहरू। टेस्टी लाग्यो।